हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो धेरै पछि 1 वर्ष अलि बढी नै भइसक्यो होला मैले भिडियो खासै नहालेको। सो यो चाहिँ अलि लङ टाइमपछि भिडियो आउँदैछ। सो अहिले चाहिँ म ट्याक्कै भन्नु पर्दाखेरि यहाँ कुमी बस पार्कमा छु, बस स्टेसनमा। अब अहिले चाहिँ म इन्सन जान लागेको होइन। सो अहिले भन्नुपर्दाखेरि ट्याक्कै 12 बज्न लागिसक्यो, बस आइसक्यो जस्तो छ। यही बसमा हो कि कुन बसमा हामी अब एकछिनमा जाँदैछौँ होइन। 12 बजे यहाँबाट हिँड्छौँ। अघि 11 बजीतिर रुमबाट निस्केको। मेरो यहाँ सामान चाहिँ यहाँनिर छ, लगेज सानो छ, एउटा दुईवटा। खासमा भन्नुपर्दाखेरि मेरो फ्लाइट चाहिँ बिहानको छ। अहिले अगा हामी यहाँ ट्याक्कै 12 बजे यहाँबाट हिँड्ने, अनि 3 बजेतिर 4 बजेतिर इन्सन पुग्छ। अनि त्यसपछि बिहानको फ्लाइट छ 6:30 बजेको। सो फाइनली म चाहिँ घर जान लाग्दैछु। 3 वर्ष 5 महिना समथिङ भयो होला, 4-5 महिना यस्तै बढी भयो। धेरै भइसकेको थियो नगएको घर होइन। अब साथीहरू सँगै आएको 2-3 चोटि गइसक्यो कोही, म चाहिँ एकचोटि नि गएको छैन। सो अब एकदम खुसी छु, ह्याप्पी छु होइन। अब जान लागेको छु। अब राति सुताइ चाहिँ आज नहोला जस्तो छ, त्यस्तै छ। अब यहाँ अलिअलि चलबल सुरु हुन थालिसकेको छ। यहाँ अघि नैदेखि आएर कुरेर बसेको मान्छेहरू अब चाहिँ बस आएर यसो सामान हाल्न थालेछ। अब म पनि सामान ट्याकटुक हालेर बसमा गएर चढेर बस्नु पऱ्यो। बाहिर फेरि चिसो छ, यहाँ त माइनसमै होला सायद है, हेरेको छैन। सो त्यही हो, फाइनली अब घर जाँदैछु, ह्याप्पी छु होइन। रमाइलो लागिरहेछ, त्यही हो है त। यो चाहिँ मलाई फुजाङ निमले दिएको पैसा। अब पैसा भन्ने कि के भन्ने, अब बिहे गर्न जानु लाग्यो भनेको थियो, त्यही भएर मलाई चाहिँ पैसा दिएछ यसो बिहेको लागि भनेर होइन। ओमानुन नेपाली 5,000, अनि यहाँ अर्को फेरि फुजाङले दिएछन् आपके शादी मुबारक हो भनेर पुरै बुढाले लेखेर गिफ्ट दिइरहेको रहेछ। भीम खेरोन शुभकामनिदा भनेर। दुईजना फुजाङ बुढाहरूले चाहिँ मलाई ट्याक्क लागेर पैसा दियो अलिअलि होइन। अनि एउटा आन्टीले चाहिँ के अरे ब्याङ्किङ ट्रान्सफर गरिदिएको थियो 1 लाख जति, भनेको नेपाली 10,000 जति। अनि अब बुढाले पनि 10,000 जति दिएको रहेछ नेपाली। अब पैसा दिनुहुने सबै दुवैजना फुजाङ निम, अनि त्यसपछि कोरियन आन्टीलाई धेरै धेरै धन्यवाद। सामान राखेर ठ्याक्कै अहिले चाहिँ म भित्र छिरिसकेँ, सिटमा बसिरहेको छु। अब 3 घन्टा समथिङ नन स्टप बसमा हो, जति सुत्ने बसमा। अनि प्लेनमै होला जस्तो छ, रातभरि कुद्दै हुने भयो। त्यही हो है त। अब अहिले चाहिँ ठ्याक्कै म इन्सन एयरपोर्ट आइसकेँ। ठ्याक्कै 3.5 घन्टा लाग्दो रहेछ। अब सर र अब भित्र छिरेर यताउता गर्नुपर्ने छ। जस आइपुग्यो। अब चाहिँ बोर्डिङ पास गर्न लागिसकेको मैले होइन। यहाँ लाइन बसिरहेको मान्छे टन्नै रहेछ, यताउता गर्दै टाइम चाहिँ भइहाल्यो। अनि म जस प्लेनमा चढिसकेँ। अब चाहिँ सर र अब उड्न लागिसकेँ होइन। यताउता टाइम निकै बेर लाग्छ। सो प्लेन चाहिँ हिँड्यो। अब चाहिँ सर लागेर होइन। अब गइनी भयो। जे सपोज 2-3 वर्षपछि बल्ल बल्ल जानु लाग्यो, एकदम खुसी पनि लागिरहेछ होइन। प्लेन चढ्न पाउँदाखेरि बहुत ह्याप्पी छु यार। म त घुम्दै उड्दै होइन पुरै भ्यू हेर्दै जाँदैछु। बिहानै निस्केको त्यो घामै लागेको थियो, अनि अहिले पुरै सनराइज भइरहेको देखिरहेको छु। जस रमाइलो लागेपछि फेरि सिन ढ्याक्क चेन्ज भइदिएर होइन। यताउता घुम्दै मेरो चाहिँ फेरि एकदम लामो भयो क्या। किन भन्दाखेरि म चाहिँ यता मलेसिया ट्रान्जिट भएर गएँ नि त। सो त्यही भएर धेरै नै ल्याङफ्याङ भयो है। मैले त त्यो उसमा हेर्दाखेरि, टिकटमा हेर्दाखेरि 2 घन्टा कि कति 3 घन्टाको भने जस्तो लागेर गरियो। लास्टमा लो तनावमा पारियो नि मलाई त। अब के गर्नु, यता त्यता भन्दै ट्रान्जिट पनि भएर म चाहिँ यहाँ ट्याक्कै अहिले नेपालमा त्रिभुवन विमानस्थलमा चाहिँ अवतरण भइसकेको छु। अनि यहाँनिर लगेज कुरेर निकै टाइम लाग्यो लगेज आउनु पनि। बल्ल आएर लगेज आएर यहाँ भारी हालिसकेको छु मैले है। अनि त्यसपछि चाहिँ अब हिँड्नलाई रेडी भएँ। फेरि त्यो पनि यताउता यहाँ बोर्डिङ पास जस्तो कात्रा कुत्रु के गर्नुपर्ने रहेछ अझै काम। जस अब मैले सबै काम कुरो सकाएर चाहिँ अब म बाहिर निस्केँ होइन। मम्मीहरू बाहिर बसिरहनु भयो होला, अलिअलि म्यासेजमा कुरो चाहिँ भएको थियो। अब लगभग मैले चाहिँ मम्मी बुवा अनि आसु आउनु भएको छ भन्नुभएको छ, भेट्ने भएँ भन्ने सुरले म पुरै खुसी भएर द्रुत गतिमा अगाडि बढ्दैछु है त।
ल त्यो बुवा है त देखा मलाई मैले बुनु नि हाल्यो बाउले किन्छ भन्दै बसिरहेको थियो म चाहिँ सर्र निस्किँदै थिएँ होइन मम्मीहरू फुत्ता आउनुभयो मैले त थाहै भएन कि मतलब को हो के हो भने जस्तो यताउता हेर्दै थियो मान्छे फेरि लोड भिड हुने रहेछ नि त बाहिर त्यो मान्छे मतलब हामी निस्किने ठाउँमा त अनि एक्कासी मम्मी आउनु भयो रहेछ म त को हो के मतलब के भन्ने के गर्ने के त्यो होस् भन्नु नि पछि बुवा नि आउनु भयो रहेछ अनि मम्मी बुवा आसु मात्रै भनेको थिएँ फेरि बहिनी पनि आएछ जे होस् अब मलाई मात्रै होइन मम्मीहरूलाई नि सरप्राइज दिएर रहेछ बहिनीले चाहिँ नआउने भनेर रहेछ लास्टमा चाहिँ बहिनी पनि आएछ होइन जे होस् अब हामी 4-5 जना भयौँ अनि त्यहाँबाट हल्ला गर्दै निस्क्यौँ है ल खोइ कस्तो यो चाहिँ भोलिपल्ट हामी खाना खान जाँदाको भिडियो हो त्योभन्दा अगाडि दिन चाहिँ म मात्रै खाना खान गएको थिएँ त्यो पनि खोज्दा बल्ल बल्ल भोकले धन्नै मर्न लागेको थिएँ बल्ल बल्ल एउटा होटेल भेटेर खाएँ होइन अनि यो चाहिँ भोलिपल्ट हामी सबैजना 5 जना खानासाना खाएर बसेर होइन अलिअलि सपिङ गरेर अनि घर फर्क्यौँ यो सँगै अब मैले चाहिँ यो भ्लगलाई यहाँ इन्ड गरिदिन्छु जय श्री राम रक्षा गरून् प्रभु जय नेपाल।